ढिलो आयो बट कडा आयो। कङ्ग्रेचुलेसन जनकपुर पल्स आर्मी। बिग फ्यान अनिल दाई, म फेरि तपाईँको फ्यान भएँ। क्या छक्का छक्का हान्नुभएको, ओ माई गड, वाट अ ब्याटिङ। उफ, म फेरि बिग फ्यान भएँ तपाईँको अनिल दाई। धेरै धेरै बधाई छ, फर्स्ट विन गर्नुभयो म्याच। अनि त्यसमा आगामी म्याचको बेस्ट अफ लक दिँदै। हे गाइज, इट्स मी रिमा शर्मा। टुडे आइ एम टकिङ अबाउट एसआइटिस। हामी आज एसआइटिसको बारेमा डिस्कस गर्छौँ। हामी आज एसआइटिसको बारेमा डिस्कस गर्छौँ। एसआइटिस के हो त, कसरी हुन्छ त, एसआइटिस भनेको के हो त, हामी एसआइटिसको बारेमा गर्छौँ। एसआइटिस भनेको, त्यसको फर्स्टमा हामी डेफिनेसनमा जान्छौँ। एसआइटिस भनेको हाम्रो पेटको पेरिटोनल क्याभिटीमा एक्सेस मात्रामा फ्लुइड अथवा वाटर जम्मा हुनुलाई नि के भन्छ, एसआइटिस भनिन्छ। एक्सेस एकुमुलेसन अफ फ्लुइड अथवा वाटर इन पेरिटोनल क्याभिटी के कारणले हुनसक्छ त, त्यसको कजहरू के हुनसक्छ छ। फर्स्टमा हुन्छ लिभर सिरोसिस। लिभरमा केही एब्नर्मल आयो भने त्यसको कारणले हुन्छ। लिभर सिस भइहाल्यो। त्यसपछि कार्डियक फेलियर भयो, के अरे एब्डोमिनल टिबी भयो, एब्डोमिनल कार्सिनोमा भयो, र नेफ्रोटिक सिन्ड्रोमहरू भयो भने यसको कारणले हुनसक्छ। त्यसपछि साइन्स सिम्टममा जान्छु। क्लिनिकल फिचरमा साइन्स सिम्टम के देखिन्छ त एसआइटिस भएको बेलामा। फर्स्टमा जन्डिस हुन्छ, एनिमिया हुन्छ, अनि फ्याटिग हुन्छ, अनि युरिया हुन्छ लेस देन 300 ml हुन्छ। त्यसपछि डिस्पेनिया हुन्छ, सर्टनेस अफ ब्रेथ हुन्छ, चेस्ट पेन हुन्छ। यति यो क्लिनिकल फिचरमा आइहाल्यो। अनि त्यसपछि हामी त्यसको लागि इन्भेस्टिगेसन के गर्छौँ त, फर्स्टमा हामी युएससी गर्छौँ एब्डोमिनल एन्ड पेल्भिसको। त्यसपछि एलएफटी सिबिसीहरू गर्छौँ। अनि पेटको एब्डोमेनको चाहिँ एक्सरे गर्छौँ। अनि त्यसपछि लास्टमा के हुन्छ, सेन्टेरोसिस हामी गर्छौँ। यति इन्भेस्टिगेसन गरिसकेपछि त्यसपछि हामी जान्छौँ के कुरा खानु हुँदैन त, के एभोइड गर्नुपर्छ। एसआइटिस भनेकै हाम्रो पेटमा धेरै पेरिटोनल क्याभिटीमा फ्लुइड अथवा वाटर जम्नु हो। त्यस कारणले हामीले वाटर, अल्कोहल अनि साल्टहरू एभोइड गर्नुपर्छ। अनि कति दिनमा 1.5 ग्राम पर डे जति खानुपर्छ, त्योभन्दा धेरै खानु हुँदैन। अनि त्यसपछि हामी जान्छौँ त्यसको ट्रिटमेन्टमा म्यानेज कसरी गर्ने त। सबभन्दा सुरु पहिला हामीले के गर्ने त, कजलाई ट्रिट गर्ने। ट्रिट द कज, के कारणले भएको छ भने त्यो